जुन चाहिँ हामीसँग आएको जुन आरसीमा प्रब्लम थियो यो चार्जिङ आइसीको समस्या, यो चाहिँ तपाईँको चार्जिङ आइसीमा जुन समस्या के कारणले आयो भन्नुहुन्छ भने चाहिँ आफ्टर मार्केटको चार्जर हो, कपी चार्जर हालेपछि यो समस्या आएको हो। यो चाहिँ हामी रिपेयर प्रोसेसतिर जाँदैछौँ। तपाईँ देख्न सक्नुहुन्छ हामीले आरसी कम्प्लिट खोलिसक्यौँ। यसमा लागेका कम्पोनेन्टहरू धेरै छन्, तर हामी स्पेसल यसमा चार्जिङको मात्रै काम गर्छौँ किनभने यसमा चार्जिङ इरर छ। चार्ज लाउने बित्तिकै तपाईँको ड्यासबोर्डहरू चाहिँ चार्जिङको ड्यासबोर्डहरू अफ भइरहेछ। हामी रिपेयरको अन्तिम चरणमा छौँ। हामीले फल्ट फाइन्डिङ ट्रबल सुट गरिसकेका छौँ। जुन यसमा हजुरले देख्न सक्नुहुन्छ यसमा लागेको पावर म्यानेजमेन्ट आइसीमा चाहिँ प्रब्लम आएको छ, यो सर्ट भएको छ। हामी आफ्टर यो रिप्लेस गरेपछि तपाईँलाई कम्प्लिट भिडियो राख्नेछौँ। फाइनली हामीले यसमा चाहिँ पावर म्यानेजमेन्ट आइसी नयाँ रिप्लेस गरिसकेका छौँ। म तपाईँलाई यतिकै मदरबोर्ड चाहिँ लाई पावर दिएर हेर्छु। तपाईँले देख्न सक्नुहुनेछ जस्तो अघि हामीले मदरबोर्डमा पावर दिएपछि यतापट्टि जुन यो मेसिन हुन्छ भोल्टेज मेसिन, यो मेसिन चाहिँ आफै टर्न अफ भइरहेको थियो, यो हालेपछि टर्न अफ भइरहेको थियो। यो तपाईँले अहिले देख्न सक्नुहुन्छ अहिले कम्प्लिट काम गरिरहेछ। अब हामी फुल प्याकिङ गरेपछि एकचोटि फेरि रिचेक गर्छौँ। तपाईँले देख्न सक्नुहुन्छ आरसीमा प्रब्लम चाहिँ यो रनिङ थियो, मजाले काम गरिरहेको थियो। आरसी मात्र चार्ज नहुने समस्या थियो। हामीले आरसी कम्प्लिट यसको पिएमआइसी अथवा पावर म्यानेजमेन्ट आइसी भन्छ त्यो चेन्ज गरेपछि चाहिँ आरसी मजाले चार्ज हुन थालेको छ। तपाईँलाई मैले आरसीको ड्यासबोर्डमा पनि देखाउन सक्छु, चार्ज भइरहेछ। र अहिले तपाईँले पावर हबमा पनि देख्न सक्नुहुन्छ कुनै पनि सर्टहरू त्यसले डिटेक्ट गरिरहेको छैन र आरसी मजाले कम्प्लिट चार्ज भइरहेछ। यस्तै समस्या र यस्तै समाधानको लागि चाहिँ समस्याको समाधानको लागि हजुरहरूले जहिले पनि ड्रोन हस्पिटल नेपाललाई चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। र हजुरहरूलाई अहिले पनि मैले बनाइसकेपछि एउटा जानकारीमूलक भिडियो फेरि पनि थोरै सर्टकट जोडिहालेँ मैले। जहिले पनि तपाईँहरूले चार्जर युज गर्दाखेरि चाहिँ DJI-को जेन्युन चार्जर र ओरिजिनल चार्जरहरू युज गर्नुहोला ताकि यस्तो समस्याहरूबाट तपाईँहरूले छुटकारा पाउनुहोस्।